साथीहरु अहिले चाहिँ हामी विराटनगर गेटमा छौं। यहाँबाट बर्जुताल कुन बाटो जाने र बाटोको अवस्था के छ त्यो तपाईहरुलाई हामी देखाउँदै जानेछौं। बर्जुताल देख्न सक्नुहुन्छ तपाईहरुले। यहाँबाट बर्जुताल वरिपरि बाइक घरलाई भनेर यहाँ बाटो ठुलो बाटो बनाइएको छ। यहाँ हामीले बाइक लिएर पनि घुम्न सक्छौं, बाइकमा पनि घुम्न सक्छौं र पैदल पनि घुम्न सकिन्छ। अब यहाँबाट वरिपरिको बर्जुतालको भ्यू दृश्य तपाईहरुलाई हामी देखाउँछौं। हजुरहरुलाई चाहिँ म यो बर्जुतालको वरिपरिको वातावरण देखाउने छु, वरिपरिको बाटोहरु देखाउने छु। हामीलाई बोटिङ गराउने दिदी यो ताल चाहिँ कति भयो यहाँ सुरु भएको? यहाँ यो बोटिङमा 6 वर्ष भयो। बोटिङ सुरु भएको चाहिँ 6 वर्ष भयो। ए बोटिङ त 3-4 वर्ष भयो होला। 4 वर्ष भयो। अनि यहाँ चाहिँ कहाँबाट मान्छे आउनुहुन्छ? मान्छे त धेरै टाढाबाट आउँछ, त धरानबाट आउँछ, पिठरीबाट आउँछ, कहाँको मान्छे आउँछ। विराटनगरको खास धेरै विराटनगरको आउँछ मान्छे। दिनमा कति जना जति आउनुहुन्छ यहाँ? अहिले त आउँदैन मान्छे त्यति। अहिले आउँदैन? अहिले त 4 जना 5 जना आउँछ, नत्र कोही पनि आउँदैन। पुस माघमा आउँछ धेरै मान्छे। ए अहिले पानी पनि कम रहेछ यहाँ चाहिँ? पानी पनि कम छ अहिले। खै टेन्डर लागेको छ यो पोखरी। हजुर। अनि माछा मार्छ कि त्यसैले पानी सुकाउँदैछ। ए यो तपाईहरुले चाहिँ बोटिङको यो ठेका लिनु भएको हो कि? ठेका लिनु भएको। ए यो सबै पालिकाबाट ठेका लगाउँदैछ कि। ए अनि हामीलाई 2 वर्ष भयो ठेका। ए 2 वर्ष भयो तपाईहरुको बोटिङको ठेका लिनु भएको? अझै 1 वर्ष छ अब। अनि यहाँ चाहिँ मूल छ कि पानी उम्रिने यो कतैबाट परेको पानी जम्मा हुन्छ? पम्प सेटले हाल्छ यहाँ पानी? पम्प सेटले हाल्छ अनि यो वर्षा पानी आउँछ कि त्यो पानी भर्छ। ए अब चाहिँ हामी बर्जुतालमा बोटिङ गर्दैछौँ। बोटिङको एक्सपिरियन्स कस्तो हुन्छ हेरौँ। पानी चाहिँ अलिकति बर्जुतालमा अहिले कम छ, यो हिउँ भएको
बर्खाले गर्दा बर्खा लागेपछि यहाँ पानीको सतह बढेपछि चाहिँ यहाँ मोटरवाला बोट पनि चल्ने रहेछ यहाँ मोटर बोट चढ्नलाई यहाँ पर्यटकहरू पनि आउनु भएको छ बिस्तारो बिस्तारो चलाउनु बिस्तारो म चलाउँछु एकजनाले चलाउनु उता स्पिड भएपछि अर्कोजनाले चलाउनु न माटो रहेछ क्या उल्टो भरे हेलो बर्जु तालमे यसो गरौँ लामो समय यो अगाडिबाट चलाउनु क्या सिधा गरौँ न यसरी अनि मजा हुन्छ पछाडि फेरि ब्याक किन गर्नु यो लामो समयको प्रयासपछि हामीले यो बोट चाहिँ बर्जु तालमा प्रवेश गर्न सफल भएका छौँ किन बिस्तारै अब एकछिन पानी छ त यो बोट फसेको छ बर्जु तालमा त्यो दुईजना ड्राइभरले कुदाउँदा पनि यो अगाडि जाँदैन यो बोट फेरि आउनु पर्छ ए दाजु फाल्दिन हाम्रो नाउ फसेर यहाँ दाजुले निकालिदिनु हो यो पानीको सतह कम भएको कारणले यहाँ डुङ्गा फस्ने रहेछ तपाईँ 16 वर्ष अगाडि आउँदा र अहिले आएर बोटिङ गर्दाखेरि कस्तो लाग्यो बर्जु तालमा पहिला र अहिलेकोमा त धेरै फरक छ नि पहिला त 15-16 वर्ष अगाडि त्यसमा केही नै थिएन यस्तो थिएन यो पुरै एकदम यो कृषकहरूले धान रोपेर धान खेती गरिराख्नु भयो त्यो पहिला यो सञ्चालनमा आएको मोटामोटी चाहिँ 4-5 वर्ष भयो होला एभरेजमा त्योभन्दा पहिला त्यो पुरै यो भनौँ न यो खेती थियो भनौँ न खेती थियो तर पुरै पानी जमिरहेको थियो अहिले चाहिँ बोटिङ गर्नुभयो बोटिङ गर्दा चाहिँ आफ्नो गाउँठाउँमा बोटिङ आउँदाखेरि कस्तो लाग्यो बोटिङ गर्दा चाहिँ धेरै धेरै खुसी लाग्यो धेरै राम्रो पनि लाग्यो होइन पानी हुनु र पर्याप्त बोट गर्नलाई पानी हुनु हो भने यहाँ एकदम रमाइलो बोटिङ गर्ने एरिया छ एकदम ठुलो अहिलेको ताल छ चराचुरुङ्गी बिचमा चराचुरुङ्गी उडेका चराचुरुङ्गीको आवाजहरू सहितको सँग आनन्दले 1.5-2 घन्टा 3 घन्टा तपाईँलाई कति मन लाग्छ त्यति घन्टा बोटिङ गरेर आनन्द लिएर एकदम स्वस्थ भएर जान सक्नुहुन्छ अहिले चाहिँ यो पर्यटनलाई लक्षित गरेर यो बर्जु ताल नजिकै चिल्ड्रेन पार्क पनि बनाइएको छ यो चिल्ड्रेन पार्क भित्रको यो दृश्य हो